हेलो गाइज, फेरि पनि वेलकम ब्याक टु माई ब्लग है। अब अहिले चाहिँ म सुपातिर जाँदैछु होइन, सामानहरू किन्न। आज मेरो बिदा थियो नि त होइन। अब स्कुलबाट आउने बित्तिकै सुतेर उठेँ होइन। अनि त्यसपछि खानासाना खाएँ। अब त्यसपछि चाहिँ उठेर अब यति बेला 5 बजिसक्यो होइन। अब साँझको बेला हल्का फ्रेस पनि जस्तो लाग्यो। अनि त्यही भएर चाहिँ म अहिले चाहिँ सामान किन्न जाँदैछु। सामानहरू सकिएको छ होइन। अब हेरौँ के हुन्छ भने यसो ह्याकएन्ड सपमा पनि छिर्नु पर्ला होइन। किचनको लागि केही सामानहरू किन्नुपर्ने छ होइन। अब टिस्यु पेपरहरू सब सकिएको छ नि त। अनि त्यही भएर अरू अब भोलि पर्सि फेरि काम छ। त्यही भएर खासै टाइम हुँदैन। अनि त्यही भएर चाहिँ आज चाहिँ बिदाको बेला चाहिँ अनि टक्क उठेर चाहिँ सामान किन्न गइदिउँ न त भनेर जाँदैछु गाइस। सामान किन्न चाहिँ त्यही एकीको नजिक नै छ होइन। त्यही 5-7 मिनट हिँड्नुपर्छ। अनि त्यो एकी अगाडि नै छ, दाइसो पनि त्यहीँ छ। अनि त्यसपछि लिएर सुब्बा पनि त्यहीँ छ। अब हेरौँ सामानहरू लिएर आउँछु। यहाँबाट खासै केही प्लान त बनाएको छैन, त्यही हो। अनि अब त्यहाँ गएर चाहिँ अब अलिकति जुसहरू लिएर आउँछु। अनि त्यसपछि चाहिँ अब तरकारीहरू मैले बिहानै काट्नु तरकारीहरू चाहिँ अब आलु सबै लिएर आएँ। अहिले चाहिँ वास्तवमा सुब्बा छिर्दैन। अब त्यही दाइसोमा गएर चाहिँ सामान किन्छु भनेर सोचिरहेको थिएँ। अनि फेरि अब कफी पनि सकिएको रहेछ। अनि त्यही भएर चाहिँ अब कफी लिनको लागि सुब्बा जाने पऱ्यो। सुब्बा छिर्छ त्यही हो। फेरि अब अलिअलि सामान अब यो लिन मन लाग्छ, त्यो लिन मन लाग्छ होइन। अनि त्यसपछि लिएर अब त्यही त। अनि अब कहिले गइन्छ कहिले गइन्छ त्यो गएको बेला चाहिँ एकैचोटि सामान चाहिँ लिएर आउनुपर्छ गाइस। अनि त्यही भएर चाहिँ जाउँ। अब हेरौँ के सामान ल्याइन्छ। अब त्यही हो, चामल घट्या छ भन्ने सुनिरहेको थिएँ। अहिले चाहिँ मसँग छ चामल लगभग 20 केजी जति छ अझै स्टकमा। अब चामल चाहिँ म लिँदैन, त्यही पनि हेर्छु प्राइस घटेको छ कि के छ होइन। अब अहिले चाहिँ म लिँदैन, पछि हेरेर मात्रै आउँछु। त्यही नै हो गाइज है। आज चाहिँ मेरो बिदाको दिन। सो बिदाको दिनलाई चाहिँ आज म चाहिँ यस्तो थियो, म चाहिँ अघि न चाहिँ उठेर चाहिँ सीमामुरातिर जाउँ कि भनेको थिएँ होइन। कपडा हेर्न फेरि यसो सोच्थेँ कपडाहरू मसँग छ नि त, लगाउँदै नलगाएको। अब फेरि खासै गर्मी सिजन पनि चल्दैन। अब अहिले त्यहाँ भनेको त्यो टी सर्टहरू विन्टर छ होइन। अब जाडो सिजन कपडा हुँदैन। अनि फेरि लागि मलाई धेरै भएछ नि त, मैले कपडाहरू अस्ति नेपालबाट पनि मगाएँ। अनि त्यही भएर पनि भयो बरु अब यो अर्कोचोटि चाहिँ म किन्छु होइन। त्यो पटक लगाउँदै नलगाएको कपडाहरू मसँग धेरै नै थियो नि त। अनि त्यही भएर पनि मैले गएन, त्यो प्लान चाहिँ मैले क्यान्सल गरेँ। अब त्यही हो। अनि अर्को चाहिँ अब अहिले चाहिँ रेट चाहिँ नेपाली रेट चाहिँ राम्रो भइरहेको होइन। अब जतिजनाले नेपाल पैसा पठाउनु सोचिराख्नु भएको छ होइन, पठाउँदा हुन्छ। रेटमा एकदम सुधार आइरहेको। अब मैले चाहिँ अस्ति हाल्दाखेरिको धेरै त हालेको थिएन, त्यो घरमा अलिकति खर्च चाहियो। 60,000 दिएको थिएँ मैले दाइलाई। मेरो खातामा चाहिँ समथिङ 56,000 कति मात्रै आएको थियो होइन। अनि त्यस्तै भनेको राम्रो रेट हो होइन। अब त्यही भएर चाहिँ अब अहिले चाहिँ अब म खासै पैसा पठाउने प्लानमा चाहिँ छैन, किनभने चाहिँ अहिले मेरो अब स्कुलको फी तिर्नुपर्ने छ होइन। अलिकति मलाई अहिले चाहिँ गाह्रो भइरहेको। त्यही भएर चाहिँ अब 1-2 महिना चाहिँ मैले घर पैसा पठाउँदैन। सो त्यही भएर मलाई चाहिँ अहिले खासै रेटको काम पनि लागेन। अब जुन दिन मैले पठाउँदाखेरि चाहिँ अलिकति सुधार भयो भने बल्ल मलाई काम लाग्ने हो। त्यही पनि अरूहरूको लागि चाहिँ काम लागिरहेको। सो अहिले पठाउँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ अलिकति राम्रो रेट पाउनुहुन्छ। त्यही गाइज है। अब म चाहिँ अब स्टेसन नजिक आइपुगेँ। अब हेरौँ के सामान लगिन्छ। त्यही नै हो गाइज है। म हिँडिरहेको छु अहिले चाहिँ। म तपाईँहरूलाई वहीँ गएर के किन्छु मैले वहीँ गएर देखाउँछु होइन। अहिले नत्र भिडियो लामो हुन्छ नि त। त्यही भएर गाइज बाई बाई। ल गाइज है, म चाहिँ अब सुब्बा अगाडि नै छ होइन। अनि तपाईँहरू टक्क यो चाहिँ यहाँनिर मेरो नजिक चाहिँ कपाल काट्ने ठाउँ छ क्या यो। मैले अघि रेट हेरेको कपाल काटेको मात्रै 4,630 रुपियाँ। आम्मा बरु भयो काट्दैन, म कपाल पालेर नै बस्छु पछि ठुलो भएपछि काट्ने। यो चाहिँ ड्रग स्टोरमा छ होइन, औषधीको पसल। यहाँ पनि छिर्नुपर्ने छ अहिले पछि एकछिन छिर्नु पर्ला। टिस्युहरू यहाँ पनि पाउँछ पाउनु है। तपाईँहरूको बाहिर सब टिस्युहरू राखेको छ। यहाँ अलिकति महँगो पर्छ नि त, यहाँ पेनमै हेर्नुपर्छ। यही रेगी चाहिँ होइन। तपाईँहरूको अब यतातिर चाहिँ सुब्बा पनि छ, दाइसो पनि छ होइन। सुब्बा चाहिँ तल भयो, दाइसो चाहिँ माथि छ। पहिलो म चाहिँ जान्छु सुब्बामै जान्छु। अनि त्यसपछि त्यहाँबाट सामान किनेर अनि माथि दाइसोमा गएर अनि फर्केर फेरि खाना बनाउनु पर्ने छ होइन। साँझको बेला चाहिँ
रमाइलो हुन्छ बाहिर निस्किँदा पनि। म खासै निस्किँदैन बाहिर होइन, अब आज चाहिँ सामान किन्नै पर्ने भएर हो, नत्र म सुतेर बस्दिन्थेँ अब। त्यही त अनि बाहिर साथीभाइ भए पो निस्किने भनेर त कोही छैन, त्यही भएर दाइसु चाहिँ माथि छ होइन। यो सुपा अब चाहिँ के सामान हेर्नु पऱ्यो। मिलिसक्यो टमाटरहरू छ होइन। अब के यति टमाटरलाई 410 रुपियाँ। एउटा मिसिएर खासै तरकारी त खानु सकिन्न जापानमा होइन, तर के गर्नु बाध्यता छ। चाहिँ खासै तरकारीको लाइन भन्दा पनि एउटा जुसको लाइन हुनु पऱ्यो। यस्तै नि अब सबै देखेर काम छैन होइन। अब यहाँ धेरै नै छ नि त सामानहरू। अब मैले त्यो के किनेँ त्यो चाहिँ म तपाईँहरूको लास्टमा भन्छु है। अगाडि चाहिँ म चाहिँ माथि दाइसोबाट पनि सामान किनेर फर्किनु लाग्यो होइन। खासै त के किनेन मैले दाइसोमा गएर, त्यही जुत्ता सफा गर्ने किनेँ एउटा, अनि त्यसपछि गएर त्यो वासिङ मेसिन सफा गर्ने किनेँ होइन। अनि यता अलिअलि सुपामा गएर जुसहरू अनि यता किनेँ। तर मागेसम्म होइन सुपामा गएको मभन्दा अगाडि एउटा जापानिजदेखि लाइन लागेको, त्यो प्रत्येक पाइलामा एक एकवटा बियर हाल्थ्यो कि, एकैचोटि हालेन कि, एक पाइला हिँड्थ्यो होइन, यताउता हेर्थ्यो, अनि फेरि एउटा नयाँ बियर भेटाउँदै थियो, फेरि त्यो हाल्थ्यो, अनि फेरि एक पाइला हिँड्थ्यो, अनि फेरि अर्को बियर हाल्थ्यो। कस्तो यति ढिलो गरिदिएको थियो नि त्यो मान्छेले होइन। अब यस्तो छ तपाईँलाई अब लाइन मिस्न पनि भएन, केही गर्न पनि भएन होइन। तर त्यो जाँडलाई देखेर त लास्टै रिसिरहेको थियो क्या। लगभग त्यसले सातवटा नभए 8वटा बियर हाल्यो कि, एक पाइला हिँड्छ अनि फेरि एउटा बियर हाल्छ। एकैचोटि हाल्यो भन्न त्यसलाई होइन, एकैचोटि हाल्यो भने त ल ठिक छ त नआएको छ छिटो कल होइन। अनि अब त्यसलाई मान्छे उताबाट बोलाइरहेछ होइन, अब बिल गर्नु बोलाइरह, अब बेला बाह्र होइन। एक पाइला हिँड्छ एउटा बियर हाल्छ, अनि फेरि यताउता हेर्छ, फेरि अर्को पाइला हिँड्छ फेरि अर्को बियर हाल्छ होइन। अब यता फेरि खासै त्यो भिडियो बनाउने एलर्ट छैन, नत्र म त्यो कसम बनाइदिन्थेँ होइन। यस्तो औडा लगाइरहेको थियो नि त्यो मान्छेले देखेर होइन। आफू उभिरहेको छु, सामान लिएर उभिरहेको छु होइन। अब तर अब अगाडिको मान्छे हिँड्दैन क्या। अब त्यही त अनि गाइस है ल, गाह्रो छ अर्का ठाउँमा नेपाल जस्तो भइदिएको भए अब ब्याङबुङ अब अगाडि चल्दै आफू पहिलो जाने हुन्छ। तर यहाँ त्यस्तो पनि पाउँदैन गाइस, त्यही नै हो। अब चाहिँ म फर्किनु लाग्यो होइन। अब फर्केर चाहिँ अब खानासाना बनाउनु पर्ने हुन्छ, खाएर भोलि बिहान काम छ फेरि। अनि अब भोलि र पर्सि 2 दिन लगातार काम छ। अनि अब उता चाहिँ ह्यान्ड ग्यासबाट पनि 16 तारिकसम्म काम छैन, कुनै पनि सिप छैन भनेर आज चाहिँ मेसेज आएको छ ग्रुपमा। अब 16 तारिकसम्मको लागि चाहिँ अब हप्ताको 3 दिन चाहिँ म खाली बस्नुपर्ने हुन्छ गाइस होइन। अब त्यही त हो, के गर्ने, ह्यान्ड ग्यास पाइरहेन पर्मानेन्टली। त्यही अब कहिले कसो ह्यान्ड ग्यासबाट अब एमातोमा गइन्छ गाइस, त्यही नै हो। लगाइस म चाहिँ आजको ब्लग यहीँ नै एन्ड गर्छु होइन। अब भिडियोलाई जतिजनाले हेर्नुपर्छ लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला गाइस, त्यही नै हो। अब सबैलाई चाहिँ बाई बाई।